प्रफुल्ल नमस्ते। आजको म यस एपिसोडमा मूल रूपमा मुड, यसलाई भाव भन्छ नेपालीमा, मुडको बारेमा चर्चा गर्नेछु। भाव चाहिँ वक्ताको मनाशय हो। ऊ के गर्न चाहन्छ, ऊ भावको माध्यमबाट वक्ताले आफ्नो मनोभाव, इच्छा या अभिप्राय व्यक्त गर्दछ। कतै उसले चाहिँ अठोट व्यक्त गर्छ, कतै उसले चाहना व्यक्त गर्छ, कतै उसले आशीर्वादको व्याख्या गर्छ, कहिले चाहिँ श्राप दिन्छ। यी सबै खालका उसको वक्ताको मनोभावलाई, अभिप्रायलाई यो मुडले व्यक्त गर्दछ। यो मुड धेरै किसिमको हुन्छ। मैले यहाँ 5वटा मुडको कुरा उठाउँछु नि, 8-9वटा मुडको म तपाईँहरूसँग आज छलफल गर्छु। एउटा चाहिँ प्रस्ताव मुड, यसले हटेटिभ भन्छ अङ्ग्रेजीमा। यसले चाहिँ प्रस्ताव गर्छ कसैलाई, घर जाउँ, भात खाउँ, यस्तो कुराहरू। त्यसै गरी अर्को चाहिँ यो अप्टेटिभ मुडको कुरा उठ्छ। त्यसमा चाहिँ इच्छा व्यक्त गर्छ, मनोकामना व्यक्त गर्ने खालका मुड हुन्छ। अर्को चाहिँ इम्पेरेटिभ मुड भन्छ अङ्ग्रेजीमा, त्यसलाई चाहिँ आज्ञाबोधक या अनुरोध आदि कुरा उठ्छ। त्यसपछि तामाङ भाषामा थोरै आज्ञा र अनुरोधलाई चाहिँ फरक ढङ्गले हेरेको छ, उसको स्ट्रक्चर फरक छ। इङ्ग्लिसलाई इम्पेरेटिभ मुड नै चल्छ, अनि थोरै नेपाली तामाङमा त्यो छ। त्यसपछि अनि सम्भावना र पूर्वानुमान, आज पानी पर्ला जस्ता कुराहरू चाहिँ सम्भावना या पूर्वानुमान पनि भनिन्छ यसलाई। यस खालका मुडहरू, वक्ताको अभिप्रायहरूलाई हामी छलफल गर्छौँ। सुरुमा चाहिँ आज छलफल गर्ने विषयमा म प्रस्तावबोधक मुड, हटेटिभ मुडको बारेमा कुरा गर्छु। यो हटेटिभ मुड कसरी थाहा पाउने भनेदेखि तामाङ धातुमा, धातु भनेको क्रियाको मूल रूप हो। धातुमा के गे थपियो भने त्यो चाहिँले प्रस्ताव बुझाउँछ। वक्ताले कुनै कामको लागि प्रस्ताव राख्ने भाव देखाउन तामाङ धातुमा के गे जोडिन्छ भने लेखेको छु। उदाहरणको लागि अब याङचुरी पाप्के एउटा नाटकमा पात्रमा हुन्छ। हामी यहाँ चाहिँ लडौँ भन्दाखेरि चाहिँ पापको क्रिया, पाप पाप्ची पाप्ला आदिमा क्रियाको रुट छ धातु, त्यो धातुलाई चाहिँ के लगाए पाप्के। नागा सातके, कुखुरालाई मारौँ भन्दाखेरि चाहिँ सातपा हुन्छ, क्रिया हुन्छ, सातपा, सातसी, सातला आदि इत्यादि। यस्ता खालका त्यो रुट जो छ, भव रुटले नेपालीमा धातु भन्छ। त्यसमा चाहिँ के लाग्यो भनेदेखि त्यसले लेट्स किल भन्ने अर्थ लाग्यो। 3 नम्बरमा याङ कोरबरी निगे, हामी घुम्न जाउँ भन्ने भयो। यहाँ कोरबरी निगे, यहाँ निबा निजी निलाको जो नि जो छ कर्ता के भव क्रिया, यसमा चाहिँ उसले गे लाग्यो, घुम्न जाउँ भयो। चुप किताब लुगे, यो किताब किनौँ। कुई थुङ्गे, चिया थुङ्गे, पानी खाउँ, चिया नखाउँ। अकरानमा आउँछ, सबैले थाहा छ हामीलाई। मिसे मनाङ्ला, चुरी आचिगे, मान्छेले देख्छ, यहाँ नबसौँ, आचिगे। यो चाहिँ प्रस्ताव भयो। वक्ताले आफ्नो साथीलाई प्रस्ताव राख्छ, लेट्स गो जस्तै कुरा हो यो। 7 नम्बर याङ्नी याम्बुरी यार्गे, हामी 2 काठमाडौँ भागौँ। यो खालका प्रस्तावबोधक हो। कहाँ चाहिँ के लाग्छ, कहाँ गे लाग्छ भन्ने एउटा हामीसँग जसले जिज्ञासा हुन्छ। मैले पहिलादेखि भन्दै आएको छु, जहाँ क्रियाको अन्तमा भव रुटमा धातुमा चाहिँ कचतपमा इन्डिङ हुन्छ भने त्यहाँ के लेख्ने, जहाँ कचतपभन्दा अन्य रुट हुन्छ त्यहाँ गे लेख्ने भन्ने। अब हामी अलिकति वाक्य बनाउने प्रयास गरौँ। यहाँ 20वटा नाउन वर्ड छ जो तपाईँले पटक पटक अघिल्ला पाठहरूमा थाहा छ यो यसको अर्थहरू। अब रातोबाट एक कान चागे, खु आचागे, यहाँ खुको झोल पदार्थ हो। तामाङ भाषामा त झोल पदार्थ चाहिँ पिउनु हुन्छ तामाङमा, त्यसलाई थुम्बा भन्ने, थुङ्गे, खुकु थुङ्गे। त्यसै गरी के हुनसक्छ, दाल थुङ्गे हुनसक्छ, क्री थुङ्गे हुनसक्छ, आइराक थुङ्गे, जी थुङ्गे, चुरोट पनि तामाङमा थुङ्गे हुन्छ।
यसरी ठोस पदार्थलाई चागे र लिक्विड र ग्यास पदार्थलाई स्मोकिङलाई चाहिँ थुङ्बाको प्रयोग हुन्छ। तपाईँ यसरी प्रत्येकबाट चागे या कुई थुङ्गे, आइराक थुङ्गे, आइराक आथुङ्गे, जी थुङ्गे, चुरोस थुङ्गे, चाचा चागे आदि इत्यादि कुराहरूमा तपाईँले मजासँग 20वटाबाट तपाईँ 40वटा वाक्य बनाउन सक्नुहुन्छ। जति तपाईँले अभ्यास गर्यो आफूलाई, मैले पहिलेदेखि भन्दै आएको छु, जति अभ्यास भयो लेख्ने र पढ्ने त्यति नै भाषाले माया गर्छ भन्ने कुरा त हामीले प्रष्टै छ। यो प्रस्ताव बोल्ने, त्यस कारण तपाईँले कसैलाई केही प्रस्ताव राख्नु पऱ्यो भने के क्रियामूलमा या धातुमा के लगाउनुपर्छ भन्ने कुरा बुझिहाल्नुभयो। मैले यसलाई अलिक वाक्यमा ल्याउने प्रयास गरेँ, एउटा सानो कथा बनाएँ प्रस्तावबोधक भाव देखाउन लागि। तिरला कुनु पासाङसे थेला दिम्री निगी बिमु ngay तारा बिजी वछ्यम थेन थेला दिम्री निजी दिम्री थेला आपा आमा नाना जुगु चिमु थिनी थेन गफलाजी छिन्नङ लिसाङ पासाङसे कान्छाके बिमा ngay आचाबा बिजी थिसी चागेले चागे बिमा ngay तला बिजी कान्छाजी थेला नानासे कान दोन्मु कान्छाजी जुस थुङ्गे बिमा ngay आथुङ्ब बिजी थिसी फिल्म च्यागी बिमु ngay तला बिजी निसेन फिल्म च्याजी फिल्म जियाबसिम। यहाँ जहाँ के र गे लागेको छ त्यो प्रस्तावबोधक कुरा हो। तपाईँहरू मजासँग यसलाई खोज्न सक्नुहुन्छ। यहाँ गे आएको त दिमिनिगे यो प्रस्ताव गरेर जाउँ भन्ने प्रस्ताव राख्यो। त्यसपछि उसले आफूलाई कान्छागे भात खाउँ भन्ने यो प्रस्ताव हो, के आएको छ। चागेले चागे भने खाउँ न खाउँ भन्दाखेरि यहाँ प्रस्ताव आएको छ। यसरी थुङ्गे भन्ने पनि छ, आदि इत्यादि। च्यागे यो चाहिँ प्रस्तावबोधक हो, हटेटिभ खालका मुडहरू हुन्। वक्ताको मनोभाव अभिप्राय व्यक्त हुन्छ भनेर मैले भने। यसरी प्रस्तावबोधकको कुरा हो। तपाईँलाई मिनिङ कतिपय शब्दहरू चाहिँ तपाईँ आफै यसको अनुवाद गर्नुपर्छ। तर मैले चाहिँ अर्थ दिएको छु मिनिङ। तिरला कुनो एक दिन दिम्री निगे बिमु घर जाउँ भन्यो, ngay तला बिजी मैले हुन्छ भने, वछ्यम भनेको अनि पनि हो। त्यसपछि थेथेन उसँग, छिन्नङ लिसाङ एकछिनपछि, कान्छाकी बिमा भात खाउँ भन्दा आचाबा बिजी खान्न भने, खाने मुड थिएन भनेको। चागेले चागे खाउँ न खाउँ उसले अनुरोध गर्यो पटक पटक। तला बिजी हुन्छ भने, यहाँ बिजीको अर्थ चाहिँ भन्नेमा आछ, भन्यो भन्ने होइन, भने। कान दोन्मु खाना दिनुभयो, जुस थुङ्गे जुस खाउँ, आथुङ्ब बिजी खान्न भने, फिल्म च्यागे फिल्म हेरौँ, निसेन दुवैजनाले ज्याबचिम राम्रो रहेछ। यी शब्दको आधारमा तपाईँले माथिको तामाङ वाक्यलाई अनुवाद गर्नुहोस् नेपालीमा। तपाईँ मजाले गर्न सक्नुहुन्छ। यस्तो अभ्यासले तपाईँलाई सहयोग गर्छ। र आज मैले तपाईँहरूसँग चाहिँ मुडमा पनि प्रस्तावबोधक मुड कसरी त्यसलाई व्यक्त गर्न सकिन्छ भन्दाखेरि क्रियाको धातुमा रुट भब रुटमा के जोड्यो भने प्रस्तावको कुरा उठ्छ भनेर तपाईँलाई जानकारी भयो। यसलाई तपाईँहरू आफ्नो प्रकारले अध्ययन गर्नुहोस् र छलफल गर्नुहोस् र अभ्यास गर्नुहोस्। धन्यवाद। ख्याफुल्ला।